हेलो गाइज, वेलकम बैक टु अनदर ब्लग। सबैजनालाई स्वागत छ फेरि पनि हाम्रो नयाँ भिडियोमा। कि तपाईँहरू सबैजना सन्चै होला। म पनि एकदम सन्चै छु हैन। धेरै दिन पछि चाहिँ ब्लग बनाउँदैछु हैन। अनि सबैजनाको तिहार के कस्तो भयो? अब हाम्रो चाहिँ त्यस्तै हैन, खासै यताउति तिहार छ यार केही छैन। त्यही हो, अहिले चाहिँ हामी यहाँ यता तिहार सकिसक्यो है। तिहार सकेर चाहिँ यतातिर यहाँ हेर्न सक्नुहुन्छ फुलहरू चाहिँ यस्तो दामी तरिकाको छ। अर्कोतिर भन्दा अब तिहारतिर अब सबै टिप्छ नि त। अनि यता त टिप्ने कुरा भएन, किनभने हामीलाई किन त्यो उसरी चाहिँदैन नि त। त्यसै कारणले यतातिर कसलाई नचाहिने भएर चाहिँ यता हेर्न सक्नुहुन्छ है, फुलहरू पुरै छ। अनि यहाँ चाहिँ एकदम दामी तरिकाको एउटा फुल चाहिँ म देखाइदिन्छु तपाईँलाई है। रोज फुल हो कि यो फुल चाहिँ यता हेर्न सक्नुहुन्छ। यस्तो दामी तरिकाको यो चाहिँ है। यो अस्तितिर चाहिँ अलि दामी थियो, अहिले चाहिँ अलि उस भएको छ। तर यो भेष कसले किन्यो अरे? मैले किनेको नि। अर्को फुल सम्झ त के आइया। यतिर फुलहरू चाहिँ दामी नै हुन्छ। रातोवाला कुन? यहाँतिर फुल आमा यस्तो धेरै छ कि यतातिर हेर्न सक्नुहुन्छ। कति धेरै फुलकै बगान मात्रै छ यहाँ। 10 रुपियाँ एउटा 10 रुपियाँ 1 लाख घटाएको। अझै 1 लाखसम्म थियो प्राइस। फुलको मालिक है फेरि उहाँ चाहिँ होइन, फुल मालिक। म फुलको कति रुपियाँ रे? 1 लाख रुपियाँ थियो कि अस्ति, अहिले 10 रुपियाँ बनाएको प्राइस। अहिले 10 रुपियाँ। किन 10 रुपियाँ बनाएको? किन घटाएको? किन्न आएन, त्यही भएर। किन्न आएन मान्छे। ए हो, किन्न नआएर बिजोक। एकजनाले किनेको थियो नि 10 रुपियाँमा, त्यही भएर। कसले किन्यो हो? मैले आफै। हावा रहेछ यो मालिक छ, हाउडा रहेछ। बजारमा 400 रुपियाँ पर्छ किन्दाखेरि हो। अनि तैँले चाहिँ 10 रुपियाँमा किन दिएको? म जरी दिन्छु नि त। यहाँ यो फुल 10 रुपियाँ पुरै। यसलाई 10 रुपियाँ। अनि त्यो उयोहरूलाई त्यो 1 लाख रुपियाँ हो। अम्बो 1 लाखमा त कसले किन्छ भने? हाउडा रहेछ यो मान्छे। अनि फुलको मालिक त पुरै काले छ त। अनि कसरी? यहाँ हेर्नु, यो फुल चाहिँ कम्तीमा 50 रुपियाँ है। यो फुल अलिक राम्रोबाट हो, त्यही भएर। यो चाहिँ 1000 रुपियाँ हो। हाम्रो फुल बगैँचामा चाहिँ यस्तो फुलको के भन्छ जान, उस चाहिँ यस्तो तरिकाको छ फुल। यो यता भयो यस्तो तरिकाको फुल दामी छ। यो फुल चाहिँ 5 रुपियाँ। यहाँ सबै तरिकाको छ फुलहरू सबै होइन। यहाँको फेरि मालिकको हो? म हो मालिक ज्यू, काले मालिक। अबे मलाई काले भन्ने? काले फुलको मालिक। यहाँ छ यो अर्को फुल। खोइ हामी भाइले यहाँ सब्जीको लागि बनाउँदैछ, यता काट्दैछ। के हो यसको नाम? इस्कुच। इस्कुच। तपाईँ इस्कुच भन्थेन, अनि त्यही भएर मैले पनि इस्कुच भन्नु थाल्यो। इस्कुच त मलाई पनि थाहा छ नि नाम त, त्यही भएर। अनि यहाँ आलु पनि दामी तरिकाको छ यता होइन। खतरा मान्छे हो नि त हामी। अनि यहाँ यसको नाम के रे? यसको नाम फिङ्गर चिप्स। के रे? फिङ्गर चिप्स। अनि आजभोलि के कस्तो छ श्यामे भाइको? ठिक छैन नि। किन? कसैले मलाई काम सकाएन। के काम सकाएन? त्यो खाना बनाउनु। आमामा यत्रो सकाएको चाहिँ कसले? कहिले सकायो? जहिले नै सकाइरहेको हुन्छ त। जहिले? ल मलाई एउटा काममा सघाउनुहुन्छ? के? जम्मा बा
फोहोर टिप्नु गुम्बाको बाहिर जानुपर्छ अब पानीको समस्याले गर्दाखेरि यहाँ है यस्तरी उस गरेर एकदम गाह्रो भइरहेछ हाम्रो यहाँ यता पानी यता यहाँ ट्याङ्कीको चोरेर खानु परिरहेछ होइन पानीको समस्या नराम्रो नसोच्नुहोस् एकदम समस्या धेरै छ मेरो हातमा साबुनै छैन यो त्यस्तै भयो होइन स्यामी पानीको कति समस्या छ धेरै छ नि धेरै छ पानी पनि मागेर खानु पर्दैछ यार यस्तै हो के गर्नु जिन्दगी बेहाल छ यहाँबाट ओसारेर लानुपर्छ यहीँ पानी छ हो त्यही माथि उता माथि पनि आइपुग्दैन क्या यस्तो यति उकालोले गर्दा यहाँदेखि उहाँ त्यो उकालोले गर्दाखेरि भनेको बरु माथि बनाइदिएको भए हुन्थ्यो क्या ट्याङ्की भर्यो त नि यो पखाल्नुपर्छ पछमा अलिकति यो पनि सुक्न आँटिरहेको छ यहाँ पानी भयो पखाल्छ ल सुकोस् यहाँ चाहिँ अम्बक है यता खासै पाकेको त छैन रहेछ त्यो पनि पाक्न आँटेकोहरू चाहिँ छ धेरै यो अरू है पाक्न चाहिँ पाकेको छैन अहिले चाहिँ होस् ठुलो भएर के गर्नु पाकेको हुनु पर्यो नि त होइन पाकेको भए पो खानु पर्ने यता यता अम्बक पाक्न चाहिँ पाकेको छैन यो सबै अब भोलि पर्सि पाक्यो चाहिँ खानुपर्छ हल्का पाक्न आँटिरहेछ त्यत्रोको भन्नु अहिले यो काट्यो भने चाहिँ तेरो घाँटी काट्ला नि मान्छेले त्यही हो अम्बक खानु पर्यो यस्तो खोइ कुन पाकेको जस्तोहरू छ भने चाहिँ खानु पर्यो पुरै पाकेको भन्दा चाहिँ पाक्न आँटेकोहरू चाहिँ मिठो हुन्छ क्या यो ठुलो चाहिँ खाइदिउँ नि पाकेछ छैन त्यो नपाकेकोहरू नटिपाइ अम्बक लिएर आएँ यहाँ खाँदैछु खासै पाकेको चाहिँ छैन यो है तर पुरै पाकेको भन्दा अलि पाक्न आँटेको चाहिँ मिठो हुन्छ क्या एम्बापेले अहिले आफै टिपेर खान्छ होइन एम्बापे डिफ्रेन्ट उस भयो लोकल हो नि फेरि यो चाहिँ लोकल है फेरि आफ्नै गुम्बाको छेउमा उस भएको दबाई सबै के नहालेको औषधिहरू नहालेको है अघि देखाइसक्यो होला मैले देखाइसकेँ थाहा छ होला तपाईँहरूलाई त्यही हो नि फेरि आफ्नै गुम्बाको छेउको अम्बक हो नि फेरि गुम्बाको हो कि कसको हो त्यो चाहिँ थाहा भएन तर पनि गुम्बाको छेउमा छ गुम्बाकै हो कहाँको एरिया रे गुम्बाको डुलबल छ हो त रियल भनेको मैले त्यो तलको सबै खानु पर्यो त मुन्डुमा गुम्बाको रे अब गुम्बाकै भनौँ यहाँ यस्तो दाम अम्बक त्यो चाहिँ होइन त्यो उहाँ मुनि छ यता जान्छ है यता त जानै डर लाग्छ यता त कहिले जाँदिनँ उहाँको चाहिँ जान्छु यता त यो मान्छेको घर छ है यतापट्टि त्यही भएर त्यता त कराउँछ कि भनेर डर लाग्छ जाँदैन त्यही भएर उहाँ त अब गुम्बाको अगाडिको भइहाल्यो नि त यो त है त्यही भएर चाहिँ यताको खाने हो यताको खान्छु त्यही भएर होइन सामे भगवान मेरो अम्बक चोरेर ल्याएछ यसले अम्बक चोरेर ल्याएको ऊ अच्छा एकजना चोर्दैछ ओइ किन चोरेको अम्बक चोर्छस् चोर्यो कसको रे चोर आयो चोर अम्बक चोर ओ श्यामे किन चोर है पक्यो ओ चोर अम्बक चोर
मागेको अम्बक भेटिसकेँ मैले। नचोर है चोर्यो मैले अम्बक चोर्दैछ है अम्बक चोर्दैछ यो बारीको मान्छे यता हेर्नु होला गुम्बाको छेउको अम्बक चाहिँ श्यामेले चोर्दैछ यहाँ ओइ श्यामे अम्बक चोर्दै गर ल तँ अबे नचोर्यो भाइ के गरे त नि तपाईँले नै पठाएको हो त मलाई। आच्छी मलाई पो दोष दिन्छ के भएको मलाई चाहिँ दोष फसाउने रहेछ यो मान्छेहरूले त उता जा चोर हो यो 1 नम्बरको चोर